विदाउट आइएल्स पिटी हाई भिजा सक्सेस रेट र साथसाथै स्कलरशिप पनि धेरै जस्तो युनिभर्सिटीहरूले राम्रो दिइरहेको छ। तपाईले 1 वर्षमा मास्टर कम्प्लिट गर्न चाहनुहुन्छ भने तपाईहरुको लागि अहिलेको समयमा बेस्ट डेस्टिनेसन भनेको युके हो। युकेमा मास्टर कम्प्लिट गरिसकेपछि पोस्ट स्टडी वर्क भिजा पनि पाउनुहुन्छ। त्यति मात्र हैन, तपाईले नेपालबाट आफ्नो प्रोसेसिङ गरिराख्दाखेरि तपाईले अरु कन्ट्रीलाई जस्तो धेरै डकुमेन्ट्सहरु चाहिँ अरेन्ज गरिराख्न पर्ने अथवा अप्लाईको लागि प्रिपेयर गर्नुपर्ने भन्ने हुँदैन। इट मीन्स इजी छ प्रोसेसिङ। र अर्को भनेको तपाईको अहिलेको सिनारियोमा मास्टर केसको भिजा रेशियो पनि राम्रो भएको कारणले यदि तपाईको ब्याचलरमा 5-8 वर्षको ग्याप छ भने पनि तपाईले युके को युनिभर्सिटीजहरुमा प्रोसेस गर्न सक्नुहुन्छ। र म्याक्सिमम युनिभर्सिटीजहरुले प्रिकास्ट इन्टरभ्यु नलिकन पनि तपाईको चाहिँ एप्लिकेशन्सहरुलाई अगाडि बढाइरहेको छ। यदि तपाईहरुले यस्तै खालको थप जानकारी युके रिलेटेडको केही बुझ्न चाहनुहुन्छ भने तपाई VETU इन्टरनेशनल स्टडीज हामी नयाँ बानेश्वरमा लोकेटेड छौं। तपाई हाम्रो अफिस भिजिट गर्न सक्नुहुन्छ अथवा दिएको नम्बरमा हजुरले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्यांक यू।